साथीहरू नमस्ते सेवारो गुड मर्निङ कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ हेर्न सक्नुहुन्छ। आजको वेदर चाहिँ साथीहरू यस्तो थियो, पानी परेको थियो बिहानदेखि ननस्टप पानी परेर हेर्नु मौसम चाहिँ राम्रो हुन्छ साथीहरू, तर पानी चाहिँ पुरै पर्छ। चाहिँ मेरो उता कोठादेखि उतापट्टिको त्यहाँ घरको हेर्नु न पानी जमेर कस्तो भएको छ साथीहरू। पानी परेर हाम्रो पुन्टु पनि सुते साथीहरू, उठ्नु नमानेको, उसको जाडो भएछ कि उसको घरभित्र छिरेर सुतेको पुन्टु भन्दा नि उठ्दैन। उसलाई अल्छी लागेको छ, त्यो पानी बाहिर परेको थियो नि त, अनि उसलाई नि मस्तलाई निन्द्रा लाग्दो रहेछ पानी पर्दा त साथीहरू। यस्तो सुतिरहेको थियो, बिहानदेखि सुतेको होला, एकैचोटि खाना खाने बेलामा मात्रै उठेको, त्यो पनि उठ्नै मानेको थिएन। मैले जबरजस्ती उठाएको, उठ भनेर खाना खानु पनि उठ्नेकै थिएन। नभए त यो खाना होइन, बिहानै उठ्छ 5 बजे उठ्छ, एक राउन्ड हान्छ, टोइलेटहरू गर्छ, अनि फेरि बस्छ, बिस्कुटहरू खान्छ। त्यो दिन त बिस्कुट खानु पनि उठेन साथीहरू, त्यही भएर मैले त्यसलाई उठाएको जबरजस्ती, उठ भनेर। यसलाई नि पानी परेर त्यो बाहिर देख्यो होला, अल्छी लाग्यो होला, बाहिर जानु पनि पाएन, त्यही भएर उसकै घरभित्र सुते थियो। अनि मैले खाना खानु चाहिँ उठ्नुको मानेको थिएन, आइज भनेको, तर बल्ल अल्छी गरेर होला साथीहरू। हेर्नु कति साह्रो अल्छी लागेको होला पनि, आमा पानी पर्दा काम नहुनेलाई नै अल्छी लाग्दो साथीहरू, के गर्नु। हेर्नुहोस् न, उठेकै छैन, मस्त सुतिरहेछ। अनि हाम्रो घरमा चाहिँ चल्लाहरू ल्याएको साथीहरू, दसैँको लागि। हेरौँ कस्तो हुन्छ हो, 7वटा जति ल्याएको छौँ चल्ला। सानो छ अहिले त, अब ठुलो भएपछि तपाईँलाई देखाउने नै छु साथीहरू। अहिले चाहिँ यो 1 दिनको चल्ला हो हामीले लिएर आएको। अब यो दसैँमा चाहिँ काटेर खानुपर्ने हुन्छ साथीहरू। आज चाहिँ हाम्रो घरमा पाक्दैछ साथी सुँगुरको मासु, तर आज मासु चाहिँ मैले पकाइनँ किनकि मेरो अलिकति काम थियो, त्यही भएर म चाहिँ काममा गएको थिएँ। मम्मीले बनाउनु भएको मासुको सब्जी, आज सबै मासु खाना सबै मम्मीले बनाउनु भयो, हेर्न सक्नुहुन्छ। म चाहिँ पछि आएर भिडियोमा चाहिँ बनाएँ। यो चाहिँ मासु रेडी भइसकेको छ, हाम्रो सुँगुरको मासु साथीहरू। यो चाहिँ आज मम्मीले बनाउनु भएको थियो, मैले चाहिँ भात पस्किदिएको थिएँ यहाँ गफ गर्दै, मम्मीलाई सोध्दै कति खानुहुन्छ मम्मी भनेर। अनि मैले आफ्नो लागि पनि यहाँ पसिसकेको छु, हेर्न सक्नुहुन्छ साथीहरू। आज चाहिँ मैले केही पनि भिडियो बनाउन पाइनँ किनकि मैले खाना बनाइनँ आज, त्यही भएर मैले खालि पस्किँदैछु साथीहरू। आज सब मेरो मम्मीले बनाउनु भएको। मेरो मम्मीले नै अचार बनाउनु भएको छ, आलुको र काँक्राको अचार बनाउनु भएको छ। अनि मासुको मासुमा चाहिँ लौका हालेर बनाउनु भएको छ, के अरे सुँगुरको मासुमा लौका हालेर ग्रेभी बनाउनु भएको थियो, मिठो बनाउनु भएको थियो बनाउनु। अनि मम्मीले खाना त एकदम टेस्टी बनाउनुहुन्छ, मासुहरू जे पनि सब्जीहरू मिठो बनाउनुहुन्छ। त्यसै पनि आमाले बनाएको खानाहरू त मिठो भइ नै हाल्छ साथीहरू। सबैको आमाले प्रायः मिठो नै बनाउँछ खानेकुराहरू, हाम्रो मम्मीले पनि त्यस्तै मिठो बनाउनुहुन्छ। अनि आमा छोरी बसेर यहाँ खाना थाल्यौँ। यहाँ चाहिँ हाम्रो आवाज सुन्नु। आजको हाम्रो खाना आलु र काँक्राको चटनी होइन, आलु र काँक्राको चटनी, सुँगुरको मासु, अनि के आज डल्ले खोर्सानी, अनि यो के अरे चुकन्दा सब चिज आज हामीहरू खाएर आएको छौँ है साथी हो। त्यो भन्दा साथी हो नभन्दा गाती हो। हेर्न सक्नुहुन्छ साथीहरू, मैले क्यामेराको एङ्गल चाहिँ मिलाएर आएँ, तर क्यामेराको एङ्गल चाहिँ हल्का मिल्यो कि मिलेन थाहा भएन। अलिकति भिडियो पनि खोइ मैले कस्तो देखेँ, राम्रो पनि देखिनँ, बरु अघि राम्रो आएर त्यस्तो लाग्यो। किन हाम्रो चाहिँ अलिकति ब्याकग्राउन्डले गर्दा पनि होला साथीहरू, अलिकति भिडियो राम्रो आउँदैन, त्यही भएर माइन्ड नगर्नु होला, भिडियोलाई अलिकति इग्नोर गरिदिनु होला साथीहरू। हाम्रो किचन चाहिँ अलिक बनेको छैन, किचन बन्नु बाँकी नै छ साथीहरू। बाँकी किचन बन्यो भने तपाईँलाई देखाइ नै हाल्नेछु मेरो ब्लगमा साथीहरू, त्यसमा चाहिँ तपाईँले चिन्ता गर्नु पर्दैन। अन्तखेरि मेरो एकजना साथीले चाहिँ मलाई भिडियो यसरी राख्नु साथी भनेर सिकाउनु भएको थियो है, एङ्गल यसरी मिलाउनु भनेर, तर किन मैले जानिनँ अलिकति साथी, खै कसरी राख्नु पर्ने हो। अब बल्ल त बनाउँदैछु ब्लगहरू, अब सिकिँदै जाइन्छ होला साथीहरू। अब अहिले फर्स्टमा त यस्तै हो नि, अलिकति के मिल्दैन त्यसमा माइन्ड नगरिदिनु होला, तपाईँहरूले राम्ररी हेरिदिनु होला साथीहरू। अनि यस्तै छ आजको ब्लगमा। अब तपाईँलाई म दोस्रो ब्लगमा भेटौँला साथीहरू। तपाईँहरू सबै आरामै हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला। तपाईँहरू कताबाट हुनुहुन्छ होला साथीहरू, यसो
कमेन्ट पनि गरिदिनु होला मेरो ब्लगमा कहिले कहिले यसो कुन ठाउँबाट हुनुहुन्छ तपाईहरू मेरो ब्लगमा हजुरहरूले कमेन्ट गरिदिनु होला साथीहरू। अब आजलाई यति नै साथीहरू, अब तपाईलाई म दोस्रो ब्लगमा भेटाउँछु साथीहरू। ओके साथीहरू, बाई बाई, टेक केयर, टाटा।